यति बेला हामी ठाकुरबाबा नगरपालिका वडा नम्बर 4 सैनौरबाट पगना जाने बाटोमा छौँ। बाटोको हालत देखिरहनु भएको छ तपाईँले। कस्तो छ हेर्नुहोस् त। यो बाटोको यस्तो अवस्था भएको पनि धेरै भइसक्यो। न त सम्बन्धित निकायको आँखा पर्यो न त प्रतिनिधिज्यूहरूको नै। अघिल्लो भिडियो हामीले उपमेयरज्यूको निवास जाने बाटोको भिडियो बनाएका थियौँ भने यो बाटो चाहिँ हाम्रो ठाकुरबाबा नगरपालिकाको मेयरज्यूको निवास जाने बाटो हो। यो बाटोमा दिनहुँ सयौँ मानिसहरूको आवत जावत रहे तापनि कसैले पनि यो बाटोको अवस्थाको बारेमा आवाज नउठाएको देखियो। यस बाटोमा आवत जावत गर्ने कोही कसैको पनि मानवीय क्षति नहोस् र बाहिरबाट पाल्नुभएका पर्यटक पाहुनाहरूको मानसपटलमा ठाकुर बाबाको बदनाम नहोस् भनी मैले वर्षौँदेखि जिँडा र दुर्घटना सम्भावित यो बाटोको भिडियो बनाएको छु। हेरिरहनु भएको छ तपाईँहरूले। यो भिडियो तपाईँहरूले कहाँबाट हेर्दै हुनुहुन्छ? यो भिडियो मैले सिंहवाहिनी मिडिया युट्युबमा पनि हालेको छु र यो फेसबुकमा पनि मैले हालेको छु। कहाँबाट तपाईँहरूले हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला र मेरो यो यात्रामा पक्कै पनि तपाईँले साथ सपोर्ट गर्नुहुनेछ। बाटो धेरै गाह्रो छ, हेर्नुहोस् त, सबै भत्केको छ। साइकल चिप्लेला भन्ने डर। यसमा चाहिँ पशुहरू चाहिँ बाटो क्रस गर्दाखेरि साइकल अनि मोटरसाइकलहरू चाहिँ चिप्लिने धेरै सम्भावना छ र यहाँ मानवीय क्षति हुने पनि धेरै सम्भावना छ। त्यसैले पनि यो बाटोको भिडियो बनाएको छु। छिटोभन्दा छिटो यो बाटो चाहिँ सम्बन्धित निकायको प्रतिनिधिज्यूहरूको आँखामा परोस् र यो बाटोले पूर्णतः पाओस्। पुलको अवस्था यस्तो छ, हेर्नुहोस्, बाटो एकदमै गाह्रो छ, मुस्किल छ यहाँ यात्रा गर्नको लागि। अब अगाडि देखाउँदैछु कलपटमा चाहिँ धेरै गाह्रो छ। यो बाटो कहिले बन्ने हो प्रश्न यही रहनेछ प्रतिनिधिज्यूहरूप्रति। यो बाटो छिटो बनोस्। यहाँ चाहिँ साइकल यात्री मोटरसाइकल यात्रीहरू धेरै हिँड्नुहुन्छ। चिप्लेर लड्यो भने मानवीय क्षति भयो भने तपाईँको क्षति हुन्छ, मेरो क्षति हुन्छ। त्यसैले पनि माया गरौँ र यो बाटो चाहिँ चाँडोभन्दा चाँडो बन्न सकोस् भन्दै सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदै यति बेला म तारा केसी पनि बिदा हुन्छु। हवस् त, नमस्ते। देखिरहनु भएको छ यो कलपट धेरै गाह्रो छ। कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला। हवस् त, धन्यवाद।